पहिला आफ्नो खुट्टा टेक्नुस् अनि अरूलाई अड्याउन सक्नुहुन्छ। जसले आफ्नो पहिला खुट्टा टेक्दैन उसले अरू कसैलाई पनि खुट्टा टेकाउन सक्दैन। तपाईँ विद्वान हुनुहोस्, शिक्षक हुनुहोस्, राजनीतिक हुनुहोस्, सबै कुरामा जहाँ जति माहिर भए पनि तपाईले आफ्नो पहिला अस्तित्व कायम गर्नु भएन भनेदेखि अरूको अस्तित्व कायम गर्नै सक्नुहुन्न। सबैभन्दा ठुलो मान्छेलाई घाँस बाँस र कपास हो भनिन्छ। ती सबै कुराहरू पहिला आफ्नो स्थिति बनाउनुहोस् अनि मात्र अरूलाई सामाजिक कार्य, शिक्षक अनि समाजसेवी, माता पिता, दाजुभाइ दिदीबहिनीको तपाईँको कर्तव्य पुरा हुन्छ। तर तपाईँ आफ्नो खुट्टामा टेक्न सक्नुभएको छैन र अरूलाई अडेस दिन लाग्नुहुन्छ, राजनीति गर्नुहुन्छ, समाज सेवा गर्नुहुन्छ, त्यो कुरो असम्भव छ। त्यसकारणले पहिलो आफ्नो सबैभन्दा मानिसले आफूलाई त्यति धनी पनि होइन, त्यति गरिब पनि होइन, मध्यमार्गी बाटो लिएर तपाईले आफूलाई जीवनसँग पुग्ने गरी तपाईको परिवारलाई चल्ने गरी काम गर्दै जानुभयो भने र अरूलाई पनि मद्दत गर्दै जानुभयो भनेदेखि चाहिँ हाम्रो जीवन सफल हुन्छ। तर त्यति साह्रो पनि लोभ नगर्नुहोस् जसले गर्दाखेरि तपाईँले सबैले तपाईँलाई लोभी बनाउन्। त्यति साह्रो दानी पनि नहुनुहोस् जसले गर्दाखेरि तपाईँको आफ्नो सबै कुराहरू सकियोस्। त्यति साह्रो लोभी पनि नहुनुहोस् जसले गर्दा तपाईँलाई लोभी भएर कुनै चिज आफूले मरिसक्दा पनि त्यसको प्रयोग गर्न नसकियोस्। त्यसैले समाजमा बसेर संयम र मध्यमार्गी जिन्दगी बिताउनु नै सबैभन्दा ठुलो कुरो हो भन्ने कुरा चाहिँ मैले सम्झना गरेको छु र सायद तपाईँहरूलाई पनि ठिक लाग्छ। ताली गाली कमेन्ट लाइक सब्सक्राइब गर्नलाई म हार्दिक अनुरोध गर्छु। धन्यवाद। तपाईँहरूकै युट्युबर म भीमबहादुर श्रेष्ठ। नमस्ते। मेरो भिडियो हेरिदिनु भएकोमा।